हेलो गाइज नमस्ते एन्ड वेलकम टु माई च्यानल। आज पनि मैले एउटा अर्को भिडियो ल्याएर आएको छु जुन छुट्टै किसिमको छ। कतिजनाले कमेन्ट गर्नुभएको थियो र कमेन्टलाई धन्यवाद पनि भन्न चाहन्छु। जतिजनाले कमेन्ट गर्नुभयो धन्यवाद र कमेन्ट गर्नुभएको थियो मिनानो नियोङको बुक पनि पढाइदिनु पर्यो, जापानिज पार्ट 1 मिनानो नियोङको पार्ट 1 पनि भिडियो बनाइदिनु पर्यो, कसरी पढ्ने अलिकति कन्फ्युज भयो भनेर भन्नुभएको थियो। त्यसैले आज मैले यो जुन मिनानो नियोङको पार्ट 1 को लेसन 1 को भिडियो बनाउँदैछु गाइज। तपाईलाई कस्तो लाग्छ, राम्रो लागे पनि नराम्रो लागे पनि कमेन्ट गरिदिनु होला र केही कमी कमजोरी भए पनि मेरो कमेन्ट बक्समा छोडिदिनु होला ताकि यसपछि भिडियोहरू म सुधार्न सक्नेछु। र अझै पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने राइट साइडमा ठुलो अक्षरमा रातो अक्षरमा सब्स्क्राइब छ, तलपट्टि SUBSCRIB सब्स्क्राइब छ, त्यहाँ क्लिक गर्नु होला र उतापट्टि एउटा बेल आइकन छ त्यो पनि थिचिदिनु होला ताकि यसपछिका भिडियोहरू तपाईँको मार्फत सजिलै पुग्न सकोस् र तपाईँको माया मैले पाइराख्न सकूँ। धन्यवाद। र आज चाहिँ हामीले मिनानो नियोङको पार्ट 1 को र लेसन 1 को चाहिँ पढ्नेछौँ। सुमा बुङ्खे र रेबुन भन्ने छ। यसको मिनिङ अस्ति मैले योभन्दा अघिल्लो भिडियोमा मैले मिनिङ हालेको थिएँ भोकाबुलरी है। त्यो जतिजनाले पढ्नुभयो त्यो मिनिङ उहाँहरूले आज बुझ्नुहुन्छ र नपढ्नु भयो भने मिनिङ हेर्नु होला, यो पनि मजाले बुझ्नुहुन्छ है यस्तो भिडियो। ओके, मिनानो नियोङको पार्ट 1 को लेसन 1 को फर्स्टमा छ बुङ्खे है। बुङ्खे भनेको सेन्टेन्स प्याटर्न है। सेन्टेन्स प्याटर्न छ। सेन्टेन्स प्याटर्नमा के छ भने है 1 मा चाहिँ एकचोटि तपाईसँग बुक छ भने बुक पनि पढ्नु होला है। बुकमा सेम छ, बुक पनि पढ्नु होला। मजाले म बुझाइ मात्रै कोसिस गर्छु ल है। वतासी वा माइकु मिरा देश। वतासी वा माइकु मिरा देश। वा भनेको पार्टिकल हो है। यसमा चाहिँ पार्टिकल वा छ। हुन त हिरागानाको हा हो तर पढ्दाखेरि अब चाहिँ पार्टिकल भने चाहिँ वा हुन्छ। वतासी वा माइकु मिरा देश। वतासी म माइकु मिरा हुँ है। वतासी वा माइकु मिरा देश। म माइकु मिरा हुँ। अनि सान्तोसु सान वा सान भनेको जी। अस्ति जुन भोकाबुलरी पढ्नुभयो जसले थाहा होला जी सान भनेको जी, मान्छेलाई रेस्पेक्ट हामी सब भन्छौँ नि। जस्तै इक्जाम्पल लागि सुमनजी, हरिजी, रामजी भन्छौँ, त्यस्तै जी हो यो चाहिँ। सान्तोसु सान वा गाकुसे ज्या आरिमासेन। गाकुसे भनेको चाहिँ स्टुडेन्ट है, जुन अस्ति भोकाबुलरी पढ्नु होला। गाकुसे ज्या आरिमासेन। ज्या आरिमासेन भनेको नेगेटिभ फर्म हो। सिम्पली अहिले यति बुझ्नु होला, नेगेटिभ फर्म हो है। अनि देवा मैले ब्राकेटमा दिएको छु सान्तोसु सान वा गाकुसे ज्या आरिमासेन। सान्तोसु सान गाकुसे होइन, अथवा देवा आरिमासेन। ज्याको ठाउँमा चाहिँ देवा हो है। आरिमासेन चाहिँ कसरी भइहाल्यो, ज्याको ठाउँमा देवा राख्दै हुन्छ। देवा भनेको एउटा पोलाइट फर्म हो है। देवा आरिमासेन भनेको पनि नेगेटिभ फर्म नै हो र ज्या आरिमासेन भनेको नेगेटिभ हो। तर चाहिँ देवा भनेको पोलाइट फर्म, अलिकति रेस्पेक्ट दिएर बोल्दाखेरि चाहिँ देवा आरिमासेन आउँछ। त्यस्तै अर्को छ मिरा सान वा खाइसेन देशका। मिरा सान वा खाइसेन देशका। मिराजी खाइसेन हो र भनेपछि देश भनेको हो। यो जस्तो यहाँ आएको थियो वतासी वा माइकु मिरा देश। म माइकु मिरा हुँ है। के अरे म माइकु मिरा हुँ र देशले चाहिँ हुँ भनेको थियो। अब के छ मिरा सान वा खाइसेन देशका। मिराजी खाइसेन हो र कम्पनी इम्प्लोइ हो र भनेपछि यो का चाहिँ सेन्टेन्स प्याटर्नको लास्टमा आयो भने चाहिँ जहिले पनि के गर्छ क्वेसन बनाउँछ है। के हुन्छ अरे सेन्टेन्सको लास्टमा का आउने बित्तिकै क्वेसन आउँछ। जसरी हाम्रो यस्तो हुन्छ, यसलाई क्वेसन वाचक भन्छ नि। क्वेसन बनाउँदाखेरि हामी यस्तो हाल्छौँ नेपालीमा, इङ्ग्लिसमा भनेपछि यो चाहिँ जापानिजमा चाहिँ लास्टमा चाहिँ के आउँछ अरे का आउँछ है। अब हेर्नु एकचोटि मिरा सान वा खाइसेन देशका। मिरा सान मिराजी खाइसेन हो र भनेर क्वेसन सोध्यो, क्वेसन बनाउन सिकाएको है। अनि अर्को छ फोमा हेर्नु एकचोटि सान्तोसु सान मो खाइसेन देश। सान्तोसु सान मो खाइसेन देश। सान्तोसु सान भनेको नाम भइहाल्यो। सरी गाइज को आएको थियो बाहिर, त्यसैले आम सरी है। हामी कहाँ गएको थियौँ सान्तोसु सान। सान्तोसु सान मो खाइसेन देश है। अघि यहाँ देश कहाँ आएर चाहिँ क्वेसन आएको थियो हो र भन्ने आएको थियो। अब चाहिँ देश। सान्तोसु सान भनेको सान्तोसु जी। मो भनेको पनि, यो पनि पार्टिकल है। सान्तोसु सान पनि खाइसेन हो भनेपछि सान्तोसु जी पनि खाइसेन हो है। खाइसेन भनेको कम्पनी इम्प्लोइ, कम्पनीमा काम गर्ने मान्छे, कम्पनी जागिरी हुन्छ नि। सान्तोसु सान मो खाइसेन देश भनेपछि यो हाम्रो बुङ्खे हो। के भयो अरे मिरा सान वा माइकु वतासी वा माइकु मिरा देश। म माइकु मिरा हुँ। अर्को छ सान्तोसु सान वा गाकुसे ज्या आरिमासेन और
देवा आरिमासिन भनेपछि सान्तोसुजी स्टुडेन्ट होइन अथवा विद्यार्थी होइन र देवा आरिमासिन भनेको पनि होइन है। अर्को छ मिरासान वा खैसेन देशका मिराजी कम्पनी इम्प्लोइ हो र भनेर क्वेसन बनायो। अर्को छ सान्तो सुसान मो खैसेन देश भनेपछि सान्तो सुसान पनि के हो त खैसेन हो। यो काले चाहिँ हामीलाई क्वेसन बनाउँछ है। अनि यो पार्टिकल हो पार्टिकल है। अनि देश भनेको भयो आरिमासिन भनेको नेगेटिभ फर्म भयो है। जे आरिमासिन र देवा आरिमासिनमा जुन लाउँदा नि फरक पर्दैन है। जे आरिमासिन देवा आरिमासिन अनि यो चाहिँ हाम्रो बुङखे। अब अर्को छ त्यसपछि तलपट्टि छ रेबुन है। यो चाहिँ हेर्नु त रेबुन हेर्ने इक्जाम्पल अफ सेन्टेन्स सेन्टेन्सको इक्जाम्पल अथवा वाक्यको उदाहरणमा वाक्य है। भनेपछि के हुन्छ भने इचिमा छ इचिबामा छ के छ आनाता वा माइकु मिरा सान देशका तपाईँ आनाता भनेको तपाईँ है। वा भन्ने पार्टिकल अघि भनिहालेँ। आनाता वा माइकु मिरा सान देशका तपाईँ माइकु मिराजी हो भन्ने क्वेसन सोध्यो। किनकि देशका अघि हामी जस्तै यहाँ काले क्वेसन बनाउँछ भन्थ्यो नि के छ मिरा सान वा खैसेन देशका मिराजी खैसेन हो र भनेर क्वेसन सोधे जस्तै आनाता वा तपाईँ माइकु मिरा हो भन्ने क्वेसन सोध्यो है। अनि हाई बतासी वा माइकु मिरा देश हाई भनेको यस हाई बतासी वा म माइकु मिरा हुँ है। अनि टुमा छ मिरासान वा गाकुसे देशका मिरासान वा गाकुसे देशका मिराजी गाकुसे देशका मिराजी विद्यार्थी हो भन्ने क्वेसन सोध्यो। अनि एन्सर छ इए इए भनेको नो है। इए बतासी वा गाकुसे ज्यासन भनेको यो मिराजीलाई सोधेको क्वेसन हो। मिरासान वा गाकुसे देशका मिराजीलाई सोधेको जस्तै मिरा यिनीहरू छ मिरासान वा गाकुसे देशका तपाईँ मिराजी स्टुडेन्ट हो भनेर सोध्यो। इए वतासी वा गाकुसे देश गाकुसे ज्या आरिमासिन इए म वतासी म गाकुसे ज्या आरिमासिन है। भनेपछि वतासी वा गाकुसे ज्या आरिमासिन म विद्यार्थी होइन। थर्डमा छ वनसान वा गिङकोइन देशका वनसान वा गिङकोइन देशका वानजी ब्याङ्क इम्प्लोइ हो भन्ने क्वेसन सोध्यो है। किनकि देशका हेर्दा लास्टमा क्वेसन र एन्सर बनाउनु सिकाएको यो यसको कन्डिसनमा क्वेसन एन्सर भयो यो नो कन्डिसन भयो। अब हेर्ने के आउँछ वनसान वा गिङकोइन देशका वानजी गिङकोइन हो भन्ने क्वेसन सोध्यो का आयो लास्टमा। अनि एन्सर के छ इए वनसान वा गिङकोइन ज्या आरिमासिन है। हेर्नु त इए वनसान वा गिङकोइन ज्या आरिमासिन भनेपछि वानजी गिङकोइन होइन। लास्टमा फेरि दिएको छ इसिया देश के हो त डक्टर हो। इसिया भनेको डक्टर है। हेर्नु त इए वानजी गिङकोइन होइन गिङकोइन ज्या आरिमासिन है। इसिया देश के हो त डक्टर चाहिँ हो। अब हेर्नु त आनो हितो द्याट पर्सन अथवा उहाँ मान्छे त्यो मान्छे है। आनो हितो खाता पनि दिएको छु मैले ब्राकेटमा। यो खाता पोलाइट फर्म जस्तै मैले अघि भनेको थिएँ नि ज्याको ठाउँमा देउला जस्तै यहाँ हितोको ठाउँमा खाता लाउँदा फरक पर्दैन अलि रेस्पेक्ट फर्म हो पोलाइट फर्म हो। आनो हितो वा आनो खाता वा दोनाता देशका उहाँ मान्छे चाहिँ को है उहाँ मान्छे को हुनुहुन्छ भनेर क्वेसन सोध्यो। अनि के छ एन्सरमा वात्तो सान देश वात्तो जी हो वात्तो सान भनेको जी वात्तो जी हो। साकुरा दाइगाकु नो साकुरा भनेको युनिभर्सिटीको नाम हो है। साकुरा दाइगाकु भनेको त युनिभर्सिटी भइहाल्यो। नो भनेको को यो पनि पार्टिकल हो है। नो सेन्सेई देश सेन्सेई भनेको टिचर है। के भन्दा पहिले क्वेसन के सोध्यो उहाँ मान्छे को हो आनो हितो वा अथवा आनो खाता वा दोनाता देशका दोनाता भनेको को है। अनि वात्तो सान देश वात्तो जी हो। अनि साकुरा दाइगाकु नो सेन्सेई देश है। यो चाहिँ फोन भयो। अनि अर्को छ 5 पेज है। हेर्नु एकचोटि यहाँ मैले ठाउँमा भएर लेखिदिएको 5 पेज छ। यो माथि नहेर्नु होला यहाँ लाइनभन्दा तल हेर्नु होला है। 5 पेज त गुप्ता सान वा खैसेन देशका यहाँ सिधै क्वेसन र एन्सर बनाउन सिकाएको छ। फलानु हो कि नै होइन अथवा हो त्यसरी क्वेसन र एन्सर बनाउन सिकाएको छ है। हेर्नु त गुप्ता सान वा खैसेन देशका गुप्ताजी कम्पनी इम्प्लोइ हो र भन्ने हो क्वेसन सोध्यो। एन्सरमा के छ हाई खैसेन देश के त खैसेन हो भनेर एन्सर सिकायो। त्यही सँगै छ एउटा 5 पेज छ नि त
कारिना सान मो खाइसेन देशका भन्छ मो पनि पार्टिकल आयो कारिना जी पनि मो भनेको पनि अनि कारिना सान पनि कारिना जी पनि खाइसेन देशका भने सुरुमा के भन्यो गुप्ता सान के हो खाइसेन हो भनेर भन्यो त्यसपछि फेरि कुन सोध्यो कारिना सान पनि खाइसेन हो र भनेर कुन सोध्यो अब हो कि हैन हेर्ने इए कारिना सान वा गाकुसे देश कारिना सान गाकुसे हो स्टुडेन्ट हो अथवा विद्यार्थी हो त्यो त भन्छ गुप्ता सान के रहेछ खाइसेन रहेछ हो भयो अनि कारिना पनि हो कि हैन भनेर क्वेशन सोध्यो र लास्टमा के भयो हैन के चाहिँ हो विद्यार्थी चाहिँ हो गाकुसे देश अनि अर्को छ लास्टमा तेरेजा च्याङ यो च्याङ भन्ने कुरा चाहिँ मैले भनेको थिएँ अस्तिको भिडियोमा भनेको थिएँ च्याङ भन्ने कुरा जसरी ठुलोमा सान लाग्छ नि जी भने जस्तै है जस्तै फलानु जी रामजी भनेपछि राम सान भयो नि त त्यस्तै बच्चामा चाहिँ बच्चाहरूलाई चाहिँ के लाग्छ अरे च्याङ लाग्छ जस्तै ठुलोलाई सान लाग्छ जस्तै मिरा सान छ नि मिरा सान ठुलो भएर मिरा सान लाग्यो बच्चालाई के लाग्छ च्याङ लाग्छ सानको ठाउँमा चाहिँ च्याङ सानलाई रिप्लेस गरेर के लाग्यो च्याङ लाग्यो च्याङ भनेको बच्चालाई जी भने जस्तै हो है भनेपछि तेरेजा भनेको नाम भयो च्याङ वा नान्साई देशका नान्साई भनेको हाउल डाइरो कति वर्ष हो भनेर भन्यो तेरेजा च्याङ वा नान्साई देशका अथवा नान्साईलाई ओएकिचु देशका पनि भन्छ है तेरेजा च्याङ वा नान्साई देशका कति त ट्युसाई देश 9 वर्ष भयो है के छैन भने त मजाले फर्स्टमा हेर्ने फर्स्टमा के छ भने बुङ्खे छ वतासुवा माइकुमिरा देश अनि म माइकुमिरा सान्तोसुचान वा गाकुसे जी आदिमासिन है अथवा देवा आदिमासिन भयो सान्तोसुजी के त स्टुडेन्ट होइन है अर्को छ मिरासान वा खाइसेन देशका मिराजी खाइसेन हो भनेर क्वेशन सोध्यो अनि सान्तोसुचान म खाइसेन देश सान्तोसुचान पनि खाइसेन हो कम्पनी इम्प्लोइ हो अर्को छ रेगुन हेर्नु त आनातावा माइकुमिरा सान देशका तपाईँ माइकुमिरा जी हो भनेर क्वेशन सोध्यो हाई वतासुवा माइकुमिरा देश म माइकुमिरा हुँ अनि अर्को छ मिरासान वा गाकुसे देशका मिराजी स्टुडेन्ट हो भनेर क्वेशन सोध्यो इए वतासुवा गाकुसे ज्यानिसन म स्टुडेन्ट होइन है अर्को छ वनसान वा गिङ्कोइन देशका वनजी गिङ्कोइन ब्याङ्क इम्प्लोइ हो भनेर क्वेशन सोध्यो इए वनसान वा गिङ्कोइन ज्यानिसन इस्या देश वनजी गिङ्कोइन होइन डक्टर हो भनेर क्वेशन सोध्यो है अनि आनो हितोवा अथवा आनो खातावा दोनता देशका ऊ मान्छे चाहिँ को हो भनेर क्वेशन सोधे अनि सेन्टेन्समा एन्सरमा दिएको छ वात्तोजी हो देश वात्तोजी हो साकुरा दाइगा कुनो सेन्सेई देश साकुरा नाम गरेको युनिभर्सिटी के हो त सेन्सेई टिचर हो है यो फोको हो 5 के आन्सर फेरि पनि भन्दिन्छु म गुप्ता सान वा खाइसेन देशका गुप्ताजी खाइसेन हो र भनेर सोध्यो हाई खाइसेन देश खाइसेन हो है कारिना सान म खाइसेन देशका सँगै सोध्यो कारिनाजी पनि खाइसेन हो र भनेर क्वेसन सोध्यो है पहिला मिनिङ पढ्ने मिनिङ नपढे त बुझ्दैन खाइसेन भनेको के हो है अनि इस्या भनेर के हो त्यस्तो कुरा मिनिङ पढ्नुपर्छ पहिला है अनि कारिना सान म खाइसेन देशका भनेर क्वेसन सोध्यो कारिना पनि खाइसेन हो र भनेर क्वेसन सोध्यो एन्सर भने इए कारिना सान वा गाकुसे देश कारिना सान चाहिँ के हो कारिनाजी चाहिँ के हो रे विद्यार्थी चाहिँ हो भनेर सोध्यो लास्टमा छ तेरेजा च्याङ वा नान्साई देशका अनि क्युसाई देश तेरेजा च्याङ वा नान्साई देशका तेरेजाजी कति वर्ष हुनुभयो अथवा भयो भनेर क्वेसन छ अनि एन्सर के छ क्युसाई देश भन्छ क्युसाई देश अथवा कुसाई देश भन्छ 9 वर्ष चाहिँ भएछ है गाइस यो मिन्नानो नियमको पार्ट 1 को लेसन 1 को रेगुन र बुङ्खे र रेगुन हो है मजाले हेर्नु होला मिनिङ मजाले पढ्नु होला पहिला योभन्दा अगाडिको भिडियोमा मिनिङ पनि छ जो अनलाइनबाटै पढ्दै हुनुहुन्छ अथवा क्लास कतै लग्नु भएको छैन भने त्यसै उहाँहरूलाई चाहिँ यो सजिलो लागि चाहिँ हो र क्लास कहीँ लगेर पनि बुझ्नु भएको छैन भने यहाँ हेरेर ट्राई गर्नु बुझ्नलाई है मैले केही छैन यसमा मिनिङ मात्रै छ मिनिङ मजाले आयो भने चाहिँ मजाले बुझिन्छ है मैले सबै भनिदिएँ पार्टिकलहरू के छ केमा नेगेटिभ फर्म लाग्ने अनि मिनिङहरू मेन आउनु पर्यो है केही सिकाएको छैन जस्ट के छ फलानु यो हो जस्तै मैले के भने राम डक्टर हो भने क्वेसन सोध्ने आफै अनि एन्सरमा के छ राम डक्टर होइन स्टुडेन्ट हो है अथवा डक्टर हो स्टुडेन्ट होइन फलानु होइन त्यस्तो हो कि होइन भन्ने कुरा त छ लेसन 1 मा चाहिँ हो कि होइन यो हो है भनेपछि त्यस्तो छ केही कुरा बुझ्नु भएन भने गाइस कमेन्ट बक्समा छोड्नु होला
सबभन्दा बेस्ट कुरा भनेको राम्रो लागे पनि नराम्रो लागे पनि कमेन्ट गरिदिनु होला, ताकि यसपछिका भिडियोहरूमा मलाई सजिलो गर्नलाई, तपाईँहरूलाई बुझाउनलाई, मेरा कमजोरहरूलाई सुधार्नलाई चाहिँ मलाई मौका मिल्छ। सो कमेन्ट बक्समा छुट्नु होला, मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सिनु होला। र लास्टमा चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला है। तलपट्टि रातो साइडमा रातो अक्षरमा छ SUBSCRAB सब्सक्राइब छ, त्यो सब्सक्राइबलाई क्लिक गर्नु होला। र उतापट्टि एउटा बेल आइकन छ, बेल आइकन थिच्नु होला, यसपछि भिडियो तपाईँको माझमा सजिलै पुगोस्। र गाइज लेसन 1 को बुङ्के र रेबुन चाहिँ हो यो। र यसपछि नेक्स्ट भिडियो आउँछ मिनानो नियमको पार्ट 1 को म पुरै भिडियो बनाउने सोच्न छु, समयले साथ दिएसम्म, सबै कुरा मिलेसम्म है। गाइज कस्तो लाग्छ बुझ्नु होला, ट्राई गर्नु होला, र केही कुरा भए पनि कमेन्टमा छोड्नु होला भन्दै म बिदा हुन्छु। थ्याङ्क यू गाइज।